विदेशमा रहँदा के देशप्रतिको हाम्रो भूमिका यही टुङ्गिन्छ? आज धेरै युवा विदेशमा हुनुहुन्छ। धेरैजना नेपालमै भएर पनि कामका लागि घरदेखि टाढा हुनुहुन्छ। हामी सबैले देशका लागि मेहनत गरिरहेका छौँ। रेमिटेन्स पठाउनु पनि योगदान हो। तर कहिलेकाहीँ देशलाई केवल पैसाभन्दा बढी चाहिन्छ। यो चुनावमा तपाईँले प्रत्यक्ष भोट हाल्न नपाउनु होला, यो यथार्थ हामी बुझ्छौँ। तर त्यसको अर्थ तपाईँको विचारको महत्त्व छैन भन्ने होइन। देश कसको हातमा जाने? कुन सोचले युवाको भविष्य सुरक्षित गर्छ? कसले पदभन्दा जिम्मेवारीलाई ठुलो ठान्छ? यी प्रश्नमा तपाईँको भूमिका महत्त्वपूर्ण छ। परिवारसँग संवाद गरेर, उम्मेदवारका काम र नियतबारे छलफल गरेर, भावनाभन्दा तथ्यलाई महत्त्व दिन आग्रह गरेर र पुरानै तरिकाले होइन, नयाँ सम्भावनालाई पनि ध्यान दिएर हेर्न अनुरोध गरेर, नेपालमै रहेर अर्को ठाउँमा काम गर्नुहुने युवाहरू, तपाईँ पनि यो प्रक्रियाको महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ। तपाईँको सुझावले कसैको निर्णय अझ जिम्मेवार बन्न सक्छ। चुनाव भनेको केवल भोट हाल्ने दिन होइन, यो सही र गलत छुट्याउने समय हो। यो देशप्रतिको हाम्रो चेतनाको अभिव्यक्ति हो। हामी कसैलाई दबाब दिन चाहँदैनौँ, केवल यति भन्न चाहन्छौँ, यसपटक उम्मेदवार छनौट गर्दा इमान्दारी, जवाबदेहिता र नयाँ सोचलाई अलिकति गहिरो गरी विचार गर्नुहोस्, किनकि देश परिवर्तन पहिलो मतपेटिकामा होइन, नागरिकको चेतनाबाट सुरु हुन्छ।